तपाईलाई पनि इन्टरनेशनल ट्रान्ज्याक्सन गर्न मन छ तर तपाईसँग मास्टर कार्ड छैन। केही छैन, नेपालमा पनि सजिलैसँग मास्टर कार्ड बनाउन सकिन्छ। त्यसको लागि एउटा छ प्रिपेड डलर कार्ड। हामीले सजिलैसँग आफ्नो बैंकबाट प्रिपेड डलर कार्डको डिमान्ड गर्न सक्छौं। साधारणतया प्रिपेड डलर कार्ड भन्नुपर्दा इन्टरनेशनल ट्रान्ज्याक्सन गर्नको लागि नेपाल गभर्नमेन्टले एक्सेस दिएको डेबिट कार्ड हो। त्यसबाट हजुरहरूले सजिलैसँग विभिन्न इन्टरनेशनल स्टोरहरू, अलिबाबा, अमेजन, वालमार्टबाट सामग्रीहरू खरिद गर्न सक्नुहुन्छ। साथै गेमिङ अन्तर्गत PUBG को UC, फ्री फायर को डायमन्ड र अन्य विभिन्न गेमहरूको पेड भर्जनहरू किन्न सक्नुहुन्छ। साथै आफ्नो सोशल मिडियाहरूमा एडभर्टाइजमेन्ट गर्नको लागि र कुनै पनि वेबसाइट र बिजनेस एकाउन्टहरूलाई ग्रो गराउन सकिन्छ। अझ विशेष गरी सोशल मिडियाहरूमा त यिनीहरू खरिद पनि गर्न सकिन्छ। यसको लागि तपाईले आफ्नो डेस्टिनेटेड बैंकमा गएर मलाई प्रिपेड डलर कार्डको आवश्यक छ भनेर रिक्वेस्ट गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईसँग त्यस बैंकको एकाउन्ट र प्यान नम्बर हुनुपर्ने हुन्छ। यसबाट वार्षिक $500 लोड गर्न सकिन्छ। थोरै थोरै गरेर पछि पनि लोड गर्न सक्नुहुन्छ। एकैचोटी लोड गर्दा सुरुको लोडमा कुनै पनि ट्याक्स लाग्दैन। बाँकीमा नेपाल सरकारले तोके अनुसारको ट्याक्स तिर्नुपर्ने हुन्छ। यसरी नै तपाईहरुले सजिलैसँग आफ्नो बैंकबाट प्रिपेड डलर कार्ड प्राप्त गर्न सक्नुहुन्छ।